हेलो मिनासान कोनिचिवा आज पनि म तपाईलाई एस इजी जापानिज ल्याङ्ग्वेज युट्युब च्यानलमा स्वागत गर्न चाहन्छु र आज पनि म तपाईहरुलाई चाहिँ लेसन 3 को ग्रामर लिएर आएको छु। पक्कै पनि यहाँहरुले अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ। यहाँ भन्दा अघिल्लो भिडियोमा मैले चाहिँ लेसन 2 को र लेसन 1 को ग्रामर सिकाएको थिए र आज तपाईलाई म लेसन 3 को सिकाउने छु। अन्तिमसम्म सबैजना हेरेर साथ दिनु होला। आउनु सुरु गरौँ। लेसन 3 दाइसान्खा भनेको लेसन 3 लाउनु सुरु गरौँ है त। लेसन 3 मा हामीले पढ्नु पर्ने भनेको चाहिँ कोको सोको अनि आसोको है। लेसन 3 मा मिनिङ पढ्यो भने ग्रामर धेरै पढ्नु परेन है त। कोको सोको आसोको हामीले मिनिङ पढिसकेका छौं है। कोको भनेको यहाँ, सोको भनेको त्यहाँ र आसोको भनेको उ त्यहाँ भन्ने अर्थ हुन्छ। कोको सोको आसोको यहाँ त्यहाँ उ त्यहाँ। जस्तै कोको वा क्योसिचु देश यहाँ चाहिँ क्लासरुम हो है त। कोको वा क्योसिचु देश है। कोको भनेको यहाँ भयो, वा भनेको चाहिँ, क्योसिचु भनेको कक्षा कोठा क्लासरुम है, कक्षा कोठा, देश भनेको हो भयो। कोको वा क्योसिचु देश यहाँ चाहिँ कक्षा कोठा हो है त। र अर्को सोको वा खाइगिसिचु देश, खाइगिसिचु देश। सोको भनेको के हो त? त्यहाँ, यहाँ मैले लेखिदिएको छु। सोको भनेको त्यहाँ, वा भनेको चाहिँ, खाइगिसिचु भनेको हामीले मिनिङमा पढेका छौं है। तपाईले मिनिङ चाहिँ अवश्य पढ्नु पर्ने हुन्छ यसको लागि। खाइगिसिचु भनेको चाहिँ मिटिङ रुम अथवा सम्मेलन कोठा, सम्मेलन कोठा। देश भनेको हो भयो हैन त। कोको त्यहाँ, वा चाहिँ, खाइगिसिचु सम्मेलन कोठा, देश भनेको हो भयो हैन त। ल त्यसैगरी आसोको वा तोस्योखान देश है त। आसोको भनेको उ त्यहाँ, वा भनेको चाहिँ, तोस्योखान भनेको लाइब्रेरी, देश भनेको हो भयो है। आसोको वा तोस्योखान देश, उ त्यहाँ चाहिँ लाइब्रेरी हो है त। मैले यसमा के मात्रै बुझाउन खोजेको हो भन्दाखेरि कोको सोको आसोको भनेको चाहिँ यहाँ त्यहाँ र उ त्यहाँ हो, त्यति मात्र तपाईलाई बुझाउन खोजेको। र यो चाहिँ तपाईहरुले एकदम मिनिङ पढ्नु भयो भने यो लेसनमा त्यति धेरै गाह्रो छैन है। कोको सोको र तपाईको कोको सोको अगाडि पनि आउन सक्छ र पछाडी पनि जान सक्छ है। जस्तै म तपाईलाई एउटा एक्जाम्पल दिए, जस्तै तोइरे वा आसोको देश भन्नु खोजेको यही मात्रै है। जब भनेको टोयलेट भनेको तोइरे भनेको टोयलेट भयो, TOI यानी टोयलेट भयो। वा भनेको चाहिँ, आसोको भनेको उ त्यहाँ, देश भनेको हो है त। आसोको कोको सोको आसोको अगाडि पनि आउन सक्छ र पछाडी पनि आउन सक्छ। यो अगाडि पनि लाग्छ र पछाडी पनि लाग्छ हैन त। यो एउटा डाइरेक्सन हो नि त हैन। तोइरे वा आसोको देश टोयलेट चाहिँ उ त्यहाँ हो। आसोको वा तोइरे देश भन्नु नि मिल्यो फेरि हैन। उ त्यहाँ चाहिँ के हो? टोयलेट हो है त। अनि क्योसिचु वा कोको देश क्लासरुम चाहिँ यहाँ हो, यो भन्नु नि मिल्यो है। खाइगिसिचु अगाडि ल्याउनु नि मिल्यो। खाइगिसिचु वा सोको देश भनेको मिटिङ रुम चाहिँ त्यहाँ हो। तोस्योखान वा आसोको देश है, यो अगाडि पछाडी बनाउन मिल्छ है त। नाउनलाई अगाडि ल्याउन पनि मिल्यो, कोको सोको आसोकोलाई पछाडी लान मिल्यो र कोको सोको आसोको अगाडि नाउन पछाडी है, जता लाग्दै नै मिल्न चाहिँ मिल्छ है त। ल यो एकचोटी सर तपाईहरुले सार्नु होला। र यति सार्नु भयो भने र यसमा चाहिँ अर्को छ एउटा है त। यसमा चाहिँ अर्को भनेको कोचिरा सोचिरा र आचिरा। कोचिरा सोचिरा आचिरा
कोचिरा सोचिरा आचिरा चाहिँ कोको सोको आसोको पोलाइट है त। ल जस्तै कोको भनेको यतातिर, सोको भनेको त्यतातिर, आसोको भनेको ऊ त्यतातिर। कोचिरा यतातिर, सोचिरा त्यतातिर, आचिरा ऊ त्यतातिर भनेर भन्नु पर्यो है त। जस्तै अघिको हाम्रो टोयलेटले बनाउनु छ जस्तै तैरे वा कोचिरा देश, यो चाहिँ के भयो पोलाइटमा हो। अब कोचिराको ठाउँमा कोको हाल्न नि सक्यो है, कोको भन्दा कोचिरा चाहिँ एकदम पोलाइटमा हुन्छ। तैरे भनेको टोयलेट भयो, वा भनेको चाहिँ कोचिरा भनेको के रहेछ त यतातिर, यतातिर, देश भनेको हो रहेछ है। तैरे वा कोचिरा देश टोयलेट चाहिँ यतातिर हो है त। अनि तस्यो खान वा सोचिरा देश, तस्यो खान भनेको के हो लाइब्रेरी, वा भनेको चाहिँ, सोचिरा भनेको त्यतातिर, देश भनेको हो भयो नि त। ल तस्यो खान वा सोचिरा देश लाइब्रेरी चाहिँ त्यतातिर हो। अनि त्यसै गरी कौयन वा आचिरा देश, कौयन भनेको पार्क भयो नि त, पार्क, वा भनेको चाहिँ, आचिरा भनेको ऊ त्यतातिर, देश भनेको हो भयो नि त। कौयन वा, कौयन यहाँ नछुटेछ, कौयन वा आचिरा देश पार्क चाहिँ ऊ त्यतातिर हो होइन त। र यो लेसनमा हामीले पढ्नु पर्ने लगभग यति नै हो। कोको सोको आसोको चिन्नु पर्यो, यहाँ त्यहाँ ऊ त्यहाँ, कोचिरा सोचिरा आचिरा यतातिर त्यतातिर र ऊ त्यतातिर है। यो चाहिँ हामीले एकदम कन्ठ गर्नु पर्यो है। यति कन्ठ गर्यो भने यो लेसन लगभग हामीले सकिन्छ। र अर्को एन भन्ने छ, एन भनेको के हो त जापानिज पैसा। जापानिज पैसा गर्न सबैलाई आउँछ होला जहाँसम्म है। जापानिज पैसा चाहिँ हामीले लगभग बेसिक लेभलमा जानेको हुन्छ होइन। र यसमा चाहिँ पैसा गर्ने छ, यो चाहिँ लगभग हामीले जानेको हुन्छ र यो एकचोटि सर्ट रिभिजन आफूले पनि गर्नु होला है। र अर्को नो पार्टिकल छ, नो पार्टिकल भनेको को हो भनेर हामीले पहिला पनि पढिसकेका छौँ है। नो भनेको को हो भनेर पढिसकेका छौँ। ल यो लेसनमा यति पढिसके पछाडि तपाईँको लगभग यो दाइस सानखा चाहिँ एकदम वारीमा सिधाइने होइन सकिन्छ है। र त्यो हिसाबले तपाईँले यही हिसाबले पढ्नु होला है। कोको सोको आसोको कोचिरा सोचिरा आचिरा है, यो तरिकाले पढ्नु होला। यति पढ्नु भयो भने लेसन 3 चाहिँ तपाईँहरूले चाहिँ मजाले सक्नुहुनेछ। र अरू भनेको मेन भनेको चाहिँ यसमा चाहिँ तपाईँले मिनिङै पढ्नुपर्ने हुन्छ है त। 3 लेसनमा मिनिङ नै छ होइन। ग्रामरले भन्दा मिनिङले चाहिँ अलिकति धेरै फरक पार्छ। त्यो हिसाबले सबैजनाले मिनिङ पनि पढ्नु होला। र हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने अझै पनि भन्छु म सब्सक्राइब गर्नु होला। र यो भिडियो धेरैभन्दा धेरै साथीहरूलाई सेयर गरिदिनु होला, तपाईँको मिल्ने साथीहरूलाई एकदम सेयर गरिदिनु होला ताकि तपाईँहरूलाई अब आउने चाहिँ दिनहरूमा मैले पनि यस्ता भिडियो धेरै लिन पाउनेछु, अलिकति सहज हुनेछ। र अर्को भिडियो लेसन 4 को ग्रामर लिएर आउनेछु। त्यति दिनसम्मको लागि मलाई बिदा दिनुहोस्। आरिगातो गोजाइमास्ता।